अर्को कुरा फेरि विश्वासनीयता कुरा पनि भयो। एउटा थर्ड पर्सनलाई जुडाइदिएको जोडीप्रतिको विश्वासनीयता पनि नहोला हजुर भन्ने खालको त्यो प्रभावकारी हुन्छ। यस्तो छ सर, अब हामी भनेको एउटा मिडिएटर भयौँ। हामी मिडिएटर भइसकेपछि सम्बन्धित दुई व्यक्तिको विवरणहरू एकअर्कामा सङ्कलन गरेर चाहिँ उनीहरूलाई कनेक्ट गराइदिने हाम्रो काम भयो। अब उसको पारिवारिक, आर्थिक, सामाजिक अब विभिन्न तौरले कसरी बुझ्ने भन्ने कुरा चाहिँ व्यक्ति स्वयं आफैमा भर पर्छ र हामीले एउटा मिडिएटरको भूमिका मात्र निर्वाह गर्ने भएको हुनाले यो विषयमा त्यस्तो अप्ठ्यारो बाटाहरू आए पनि हामीसम्म चाहिँ त्यो कुराहरू चाहिँ आउँदैन सर, किनकि हामीले यी कुराहरू पहिला नै हामीसँग रजिस्टर हुने मेम्बरहरूलाई हामीले जानकारी गराइसकेका छौँ। तपाईँको लिगलाइज नै होला नि? लिगलाइज नै हो, दर्ता गरेर सञ्चालन छ। कति चाहिँ छ होला तपाईँको आकलनमा यस्ता विवाह जोडिने अब जोडिनेहरूको सङ्ख्या? अहिलेसम्मको मेरो अनुसन्धान अनुसार चाहिँ मैले देखेको, मेरो अनुभवमा मैले अथवा सामाजिक सञ्जालबाट सुनेको, विभिन्न ठाउँबाट हेरेको आधारमा मैले भन्नुपर्दाखेरि नेपालमा 400+ ब्युरोहरू चाहिँ सक्रिय रूपमा भनेपछि अब मूलको पानी कुलको छोरी भन्ने कुरा त्यही उखानमै अथवा कहावतमै सीमित हुने हो। सीमित हुने भयो। 400 500 यस्ता संस्थाहरू खडा भयो भनेदेखि त होइन, मान्छेलाई सहजता भयो नि त। सहजता भयो, यसले के गर्यो भन्दा मान्छेलाई सहजता गर्यो। यो किन आवश्यक पर्यो भन्ने कुराले चाहिँ मेन पोइन्ट हुन्छ क्या। यो किन आवश्यक पर्यो भन्दाखेरि अहिले हाम्रो पारिवारिक रूपमा चाहिँ सहयोगी भावनाहरू चाहिँ मान्छेमा छैन। एक्जाम्पलको लागि तपाईँलाई हामी हेरौँ, विवाह भनेको चाहिँ सामाजिक रूपमा चाहिँ विभिन्न व्यक्तिहरू आएर सरसहयोग गरेर गरिने एउटा हाम्रो पद्धति थियो अथवा प्रविधि थियो भनेर त्यसरी बुझौँ। र हिजोको दिनमा विवाह भनेको के थियो, जस्तो मेरो घरमा विवाह पऱ्यो भने तल अरे साइला माहला अरे साइला आउने, दाउरा काट्ने होइन, अब घर लिप्ने, यताउता गर्ने, सहकार्य गर्दै ल अब जेठाको नि बिहे गर्नुपर्छ, ल जेठालाई केटी म खोज्छु भनेर ती एउटा समाजले उसलाई चाहिँ सपोर्ट गर्थ्यो भने आजको जमानामा के छ भने हामी टक्क सुटबुट लाएर जान्छौँ, टक्क गरेर पार्टीमा खाना खाउँछ आउँछौँ, त्यहाँनिर हाई येलो पनि त्यति धेरै हुँदैन। भनिसकेपछि अहिले हरेक कुरा चाहिँ अरूमा डिपेन्ड हुन थालेको भएर चाहिँ हामी जस्तो म्यारेज ब्युरो पनि आउनु परेको। जस्तै उदाहरणको लागि यहीँनिर हेरौँ न, अहिले कसैको विवाह गर्नु पर्यो, ल मेरो छोरीको विवाह गर्नु पर्यो भनेर भन्दै हिँड्यो भने त के भन्छन्, लाज हुन्छ भन्छ। ओहो अहिलेसम्म लभ परेन कस्तो भन्छन्। भनेपछि अहिले हिजोको समयमा बाबुआमाले लभ गरे भने छोराछोरीले गाली गर्थे, तर अहिलेको समयमा छोराछोरीले लभ गरिदिएदेखि चाहिँ विवाह गर्न सजिलो हुन्थ्यो भन्ने चाहिँ बाबुआमालाई भएको छ। र यदि त्यो समयले अनुकूल नपारेको अथवा चाहिँ त्यो भनौँ न विभिन्न कारणवशले चाहिँ उनीहरूलाई एकअर्कामा नजिक हुन नदिएका व्यक्तिहरूलाई चाहिँ हामी जस्ता संस्था चाहिँ आवश्यक परेको देखिन्छ। तपाईँहरूको संस्थामा खास गरिकन विवाह गर्ने जोडी खोज्दै कस्ता व्यक्ति आउँछन्? पक्कै पनि टिनेजका एजका भाइ बहिनी त पक्कै पनि आउँदैनन् होला। उनीहरू अब भनौँ न 30 ओभरकै आउँछन् जस्तो लाग्छ क्या मलाई चाहिँ। के छ सर? यस्तो छ, अब हामीसँग नर्मल्ली पनि एज ग्रुप वाइज तपाईँले क्वेसन गर्नुभयो, म त्यसलाई त्यही अनुसारले जवाफ गर्दाखेरि चाहिँ अब हामीसँग नआउने भने आउँछन्। तपाईँ 21 देखि 25 यो एज ग्रुपका व्यक्तिहरू आयो भने कस्तो सोच लिएर आउँछन् भन्दाखेरि छोटो हाम्रो ठाडो भाषामा भन्दाखेरि अवसर खोज्नेहरू आउँछन्। अवसर कस्तो अवसर भन्दाखेरि त हामीसँग देश विदेशमा छरिएर रहेका नेपालीहरू हामीसँग आबद्ध हुन्छन्, कोही क्यानाडा हुन्छन्, कोही अस्ट्रेलिया हुन्छन्, कोही अमेरिका हुन्छन्। अब नेपालमा 21-22 वर्षको केटी आयो अथवा केटा आयो भने के सोचले आउँछ भने म यहाँबाट गएँ भने मैले अस्ट्रेलियाको केटा पाउँछु, अमेरिकाको केटा पाउँछु, यो टाइपले चाहिँ उनीहरू सोच लिएर चाहिँ हामीसँग आएका हुन्छन्। अब 25 देखि 30 वर्षका भनिसकेपछि अब खोज्न त खोज्यो, बाबुआमाले पनि अब खासै वास्ता गरेनन् अथवा चाहिँ आफूले खोज्दा भने जस्तो पाइएन, केही हुन्छ कि राम्रो पाउँछ कि भन्ने एउटा झिनो आश बोकेर आउँछन्। 30 कटेर 30 देखि 35 वर्षको एज भनेपछि घर परिवारले खोजिसके, अब चाहिँ मेरो विकल्पै छैन। अब भनौँ न मेरो समाजमा अथवा आफूले खोजेको क्राइटेरिया चाहिँ मेरो सन्दर्भमा चाहिँ यहाँनिर पाइएन भन्ने चाहिँ त्यस्ता व्यक्तिहरू यहाँनिर आउँछन्। र अब यहाँ व्यक्तिको क्याटेगोराइज हेर्नु पर्दाखेरि नर्मल बेसका व्यक्तिहरू यहाँनिर आउँदैनन्, किनभने अब हामीले नर्मल बेसको व्यक्तिहरूको लागि अहिलेसम्म काम सक्सेस गरेको कुनै पनि रेकर्ड छैन। यहाँ आउने भनेको डक्टर आउँछन्, इन्जिनियर आउँछन्, जस्तो हामीसँग पाइलटको डाटा धेरै छैन, 2-3टा छ भनौँ न, अलिकति वेल एजुकेटेड र अलिकति पैसावाला हुन्छन् नि। अब बिजनेसम्यानहरू अब आफ्नो काममा पुरै व्यस्त भएका र आफ्नो लागि चाहिँ विवाहको लागि टाइम छुट्याउन नसकेका अलिक चुजी भनौँ न, अलिक खत्रै चाहिने, बेस्ट देन बेटर देन त्यो टाइपको सर्च गर्नेहरू आउँछन् क्या। मलाई चाहिने भन्नुभयो क्या तपाईँले? कस्तो कुन टाइपको खतरा हो? खतरा भनेको विभिन्न टाइपले खतरा हुन्छ हेर्नुहोस्। अब फेसियल स्ट्रक्चर वाइज, अब बडी वाइज अथवा भनौँ न एजुकेसन, विभिन्न टाइपले चाहिँ उनीहरूलाई खतरा चाहियो क्या। अब झट्टै हेर्दा केटी भनेको अहिले मान्छेले सँगै हिँड्दाखेरि लिएर सुहाउने खालको। चुजी चाहिँ केटा मान्छे धेरै कि केटी? यो दुवै पक्षमा छ। दुवै पक्षमा छ। र
अब केटी पक्षमा चुजी कसरी छ भन्नुहुन्छ भने अहिलेको सन्दर्भमा हाम्रै चेलीबेटी कसैलाई विवाह गरेर दिनु पर्यो भने पनि हामी हाम्रो स्तरभन्दा अलिकति हुने खाने नै हेर्छौँ नि। भनिसकेपछि छोरी मान्छे आयो भने आफ्नो स्तरभन्दा अलि राम्रै पाउँछु कि पाइन्छ कि अथवा लाइफ सेटल हुन्छ कि भन्ने एउटा आश बोकेर यहाँनिर आउनुहुन्छ। र अर्को भनेको अब छोरा मान्छे भनेको चाहिँ अब अहिलेको सन्दर्भमा मागी विवाह भनेको एकदम गाह्रोको विषय बनिसक्यो सर। किनभने मागी विवाह गर्दाखेरि विभिन्न क्वेसन, केटो के गर्छ, कति कमाउँछ, होइन, कस्तो फ्यामिलीबाट बिलोङ गरिरहेको छ, यो टाइपको क्वेसनहरू आउँछ। अब स्ट्रगल फेजमा रहेको केटाहरूलाई मागी विवाह भनेको चाहिँ एकदमै गाह्रोको विषय बनिसकेको छ। त्यस कारणले गर्दाखेरि ती व्यक्ति नै हामीसँग चाहिँ काम हुन्छ कि भन्ने एउटा झिनो आशले हामीसँग आएका हुन्छन्। तर हामीसँग आएका सबैको काम 100% हुन्छ भने चाहिँ स्योरिटी चाहिँ हुँदैन अथवा चाहिँ ग्यारेन्टी हुँदैन। यहाँबाट हामीसँग आएका भनौँ न 50% को काम हामीले सफल गर्न सक्छौँ भने 50% को त गर्न सकिरहेको छैनौँ। अब यो किन आयो भन्दाखेरि चाहिँ उनीहरूको एक्सपेक्टेसन चाहिँ एकदम हाई भयो। एक्सपेक्टेसन हाई भयो। जस्तो मलाई चाहिँ म मानौँ मैले +2 कम्प्लिट गरेको छु भने अब मलाई चाहिँ नर्स चाहियो, मलाई अस्ट्रेलिया केटी चाहियो, मलाई अमेरिका केटी चाहियो भनेर म यो टाइपले आएँ भने चाहिँ त्यस्ताका कामहरू चाहिँ नभएको देखिन्छ सर यहाँबाट।